साथ गर्दै राष्ट्र निर्माता श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहले विक्रम सम्वत 1819 मा बर्दबहादुरगढ, कालीबक्सगढ, सबुजगढ, श्रीनाथगढ, पुरानो गोरखगढ खडा गरी नेपाली सेनाको जग बसाल्ने कार्य सुरु गर्नु भएको थियो। त्यही आधारको सिलसिलामा उभिएर हाम्रा वीर पुर्खाहरूले देश जनताको रक्षा, अटुट सेवा, त्यागबाट स्थापित गौरव गाथाले भरिपूर्ण भएको इतिहास सँगै आज हामी भूपू सैनिक वनभोज कार्यक्रममा मनाउन गइरहेका छौं। यहाँ उपस्थित अधिकृत बिन पदिक साहब, बिल्लादार साहब प्रति मन हृदयदेखि नै ससम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी बालुवालामा रहनुभएका श्रीमान प्रधान सेनापतिज्यू, रथिबिनज्यू, विभिन्न युनिट तथा काजमा दिन ओहरात्र खटिनु भएका अधिकृत साहब, पदिक साहब, बिल्लादार साहब, ससाना भाइ बहिनीलाई यही कार्यक्रमको स्मरण साथै धन्यवाद भन्न चाहन्छु। प्युठानमा अवस्थित श्री बर्दबहादुरगढका श्रीमान गणपतिज्यू, अधिकृतज्यू, पदिक साहब, बिल्लादार साहब युनिटका ससाना भाइ बहिनी 28 गते चुनाव सफल बनाउने सम्पूर्ण नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र बल म्यादी भाइ बहिनीहरूलाई आभार प्रकट व्यक्त गर्न चाहन्छु। श्री बर्दबहादुरगढ वीर शहीद प्रति सम्झना भावनापूर्वक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौ। माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने आदर्श बाँकी बोकेको नेपाली सेना र हामी भूपू प्रति सम्मान व्यक्त गर्न चाहन्छौ। आज हामी राष्ट्र हितका निमित्त, सुशासनका निमित्त चौथो कडनमा बसेर काम रहेका छौं भने नम्बर 1 पहिलो नेपाली सेनामा हुनुहुन्छ बालुवाला नेपाली सेना पहिलो कडनमा बसेर काम गरिरहेको छ भने 2 नम्बरमा सशस्त्र प्रहरी बल हुनुहुन्छ। त्यस्तै गरी 3 नम्बरमा नेपाल प्रहरी छ भने हामी चौथो नम्बरमा भूपू सैनिकहरू बसेर काम गरिरहेका छौं। आज यहाँहरूमा